हेलो गुड मर्निङ एभ्रिवान गाइस। आज फेरि पनि मेरो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। मेरो भोलि बुढीलाई हेर्ने यहाँ जे पनि ड्रेस लगाइदिन्छ, जे पनि मिलाइदिन्छ है। यो चाहिँ मेरो बुढीको एकदम खुबी हो यो चाहिँ। अहिले चाहिँ हामी फेवा लेक जानु लाग्यो, छोरीहरू अगाडि गइसक्यो होइन। फेवा लेकमा आज बोटिङ गर्न जानु लाग्यो। हिजो चाहिँ निस्कियो थियो बोटिङ गर्नलाई, हिजो पानी परेर खत्तम भयो। चारचोटि कपडा रेडी भयो। हामी त्यस्तो भएर पानी पर्ने रोक्ने भएर रेडी हुँदै गर्दै चारचोटि नै त्यसपछि त्यो प्लानै क्यान्सल गरेर आज चाहिँ चर्को घाम लागेको छ बिहानै। आज बिहान पनि पानी परेको तर अहिले चाहिँ घाम लागेको छ। अहिले चाहिँ हामी बोटिङ गर्न जानु लाग्यो। बस गाइस, यो बोटिङको भिडियो हेरेर इन्जोय गर्नु होला। बेबीको क्यारिङ ब्याग एकदम मिस गरिरहेको छु मैले है। बेबी अलिकति बस्न सक्ने भएको बेबी क्यारिङ ब्याग लिएर आउँथेँ मैले, घरमै छुट्टेछ क्या। अहिले फेरि बेबी बस्नु थालेको छ, अलिअलि स्टार्ट गर्नु बस्नु स्टार्ट गरेको छ। अहिले चाहिँ हामी लेफ्ट साइडमा छौँ। यहाँ ब्याकग्राउन्ड यहाँ न्यु इयरको तयारी हुँदैछ। यहाँ पछाडि सबै न्यु इयरको भिडियोहरू हो, हेर्न सक्नुहुन्छ। यता पनि भिडियो छ। हेलो भन्देऊ, हेलो भन्देऊ, हेलो। डर लाग्यो रे हामीलाई। हुन्छ हुन्छ माउन्टेन हेरे हो, दामी देखेछ। आन्टी म त्यहाँबाट आउँछु, यहाँसम्म भिडियो बनाइदिनु। आइसक्रिम खाउने नि त तिम्रो पैसाले। हेर्नुहोस्, मेरो पैसा 50 रुपियाँ मात्रै बाँकी छ। त्यो 50 रुपियाँले नै आउँछ। छोरी कस्तो लाग्यो? छोरीको टोपी धरेछ हो। गर्दैन तर केही गर्दैन नभएको त्यसो नभएको केही पनि गर्दैन। राम्रो खालि राम्रो मात्र हुन्छ। अनुभव भन, कस्तो फिल भइरहेको छ तिमीहरूलाई? के नयाँ कुराहरू के देख्न पाइरहेको छ भन। छैन, खालि हेर्न पायो कि देख्न पायो? अनि तिमी भन। टुरिस्टहरू मात्र देख्यो, अरू रेली ठिक छ। है गाडी रिजर्भ गरेर आएर गाडीमा भइरहेको। हामीले चाहिँ 1 आवरवाला बुक गरेको है त है। हजुर हजुर, 1 घन्टाको विथ ड्राइभर है। हजुर मन्दिर लजिन्छ अनि बचेको मन्दिर नजाने भयो 1 घन्टा हुन्छ। हेरी रहेछ रेट। मन्दिर 2 मिनट लाग्यो। हामीले चाहिँ अहिले 1 नम्बरवाला प्याडलवाला बुक गरेका छौँ। यहाँ तपाईँहरूले त्यो भिडियोमा देखिरहनु हुन्छ है। अनि त्यहाँबाट 1 आवरको चाहिँ 1620 रुपियाँ लिँदो रहेछ। यसमा चाहिँ तालबारे मन्दिर दर्शन गरेर घुमे नै भयो। बाँकीको समय चाहिँ घुमेर तालबारे मन्दिर गए नि हुन्छ। जस 1 घन्टासम्म हामीसँग टाइम छ, जे गरे नि हुन्छ। तपाईँले फ्री गराउनु सक्दैन? हेरवटा भागै मैले फ्री गराइदिन्थेँ सबै। त्यस्तो यो पोखरा हो, एउटा बोट किन्दिनँ अनि म तपाईँले सबै फ्री गराउँछ। हाम्रो त हेर्न त्यो फ्री हो, फ्री जे काम पनि ट्याक्टक ल त्यहाँ हेरिहाल्नु त छिटो आफ्नो साइजको त्यहाँ भित्र उता जाऊ त्यहाँ यहाँबाट ल्याउनु हुन्छ। लगाऊ छोडिदिनु लगाऊ है। यो सानो एउटा बच्चाको दिन न
दुईटा ठुलो साइज दिन्न दुईटा ठुलो साइज दुईटा ठुलो साइज दुईटा ठुलो साइज ल दुईटा ठुलो साइज अर्को एउटा अहिले रातै कलरको दिन्न एउटा ठुलो साइज ल लाउनु खेद्दैछ अनै छ कुन्डीलाई लाइफ ज्याकेट लगाइदिँदै हामीले चाहिँ होइन ट्याक्क यस्तरी के ठिक छ यो ल कुन्डीले नियनको मान्छे नियन कलरकै लगाएछ ल सबैलाई फिट भयो नि त हाम्रो प्याडलबाट आउँदैछ है यहाँ चाहिँ अहिले हामी ठ्याक्क 12 डोमी पनि बस्छ 12:40 होला अनि बेलामा 1:40सम्म पुरै टाइम कन्ज्युम गरेर बोट आउँदैछ है हामीले 1 घन्टा बोट बुकिङ गरेर ट्याक्क जाँदैछौँ हामी चाहिँ अहिले तालबाराई मन्दिर जाँदैछौँ यहाँ बाराई छोरीहरू यहाँ इन्जोय गर्दैछ यहाँ रमाइलो छ नि तिमीहरू अहिले कहाँ आएको अहिले हो तिमीहरूको लिस्ट अनुसारले फेवा लेक अनि कोटिङ टेम्पल बाराई टेम्पल हो यो कोरिङ टेम्पल विदेशीहरूको लागि हो त्यो बाराई टेम्पल हो यो चाहिँ यो मन्दिरको नाम बाराई हो तिमीहरू ल चाँडो चाँडो गएर घुमेर आइहाल्यो ल छ यहाँ आएको छ ल जाऊ गर ल ज्याकेट खोलेर यहाँ राखिदेऊ आउनु आउनु छिटो छिटो आऊ छिटो छिटो आऊ छिटो छिटो आऊ ल छिटो छिटो आऊ आऊ टाइम लस हुन्छ जाऊँ छोरी ल हिँड दर्शन गरेर ढोक है अनि त्यहाँ फटाफट गरेर बाराई टेम्पल त्यो पछि भन्छ अब ल तिमीहरू दर्शन गर ल निस्कन जाउँ ढोकाइदियो सबैलाई ल हामी छोटो मिठो यहाँ टक्क तालबारीमा दर्शन गरेर अब यहाँ चाहिँ निस्कन लागेको बोटिङको लागि उता बस्ने ठाउँ चाहिँ त्यहाँ गएर लगाउँ त ल केही भन्नु छ रमाइलो भइरहेछ तिमीहरूलाई ड्याडीसँग घुम्न रमाइलो कि मसँग लगभग अझै हाम्रो 20 देखि 25 मिनट बाँकी छ पानी खेल्दैछ यहाँ अब हाम्रो बोटिङको टाइम चाहिँ मजाले सकिन लागेको छ हाम्रो दाइले चाहिँ मजाले बोटिङ गरेर ल्याइदिनु भएको छ है छोरी रोएर पात भइसक्यो ऊ पनि नखाने टक्कै गर्ने निन्द्रा लाग्यो होला अब हाम्रो चाहिँ बोटिङ गर्ने समय सक्यो अब ओरिन लाग्यो अब हामी चाहिँ है रमाइलो भयो कि बोटिङ गरेर पुगेन पुगे जति गरे नि पुग्दैन अब नेक्स्ट टाइम आउँला है अब नेक्स्ट टाइम आउँला है आउँछ के जति पनि आउँछ लास्टमा सामानहरू बोकेर केही पनि नछोडे हेर याद गरेर
होल्डेको स्पेलिङ भन त होल्डेको स्पेलिङ अनि बल्ल उयो ल ल ल बिस्तारै ओर्ल है तिमीहरू है हतार नगरी आफ्नो सामानहरू बोक ल अब हाम्रो बोटिङ त सकिसकेको छ अब चाहिँ हामी ओर्लिन लाग्यो अनि त्यसपछि अब लेफ्ट साइड यसो घुमिन्छ त्यसपछि खाजा खाइन्छ त्यहाँबाट बल्ल नि घर गइन्छ है त ल हिँड न झर न